वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो यो शुभम लिम्बू ब्लग एन्ड न्यू ब्लग लिएर आइसकेको छु। यहाँ चाहिँ हामी अब बिहान बिहान चोक यहाँ देखि नै सक्नुभयो होला हाम्रो गाउँको जुन लाउ छिटो यहाँ भक्काले पर्खेको हामीलाई। अब चाहिँ हामी चोक जानुपर्ने हुन्छ। एक घन्टा छुट्टी हुन्छ चोकमा गएपछि भक्का खाने बेला म तपाईँलाई भेट्छु है। अहिले म चोक पनि आइसकेको छु। यहाँ घाममा लागिरहेको छ। चोक जाने भनेको अब चोकदेखि अलिक वरै छु मान्छे भक्का खाने ठाउँमा। यहाँ गुरुङ दाइ आन्टीहरू बसिसक्नु भएको छ भक्का खानेलाई। त्यो सकाएर हालेको भक्का चाहिँ पाउँदैन। गुरुङ दाइ यहाँ हेर्नु न। हेलो 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 हाउ आर यु हाउ आर यु सबैलाई मोर्निङ हामी भक्का खानुपर्ने हुन्छ। भक्का खाने बेलामा तपाईँहरू देख्नुहुन्छ यहाँ गुरुङ दाइले भक्का दबाउँदैछ। मिठो छ भक्का? भक्का त किन अचार चाहिँ मिठो होला। चामलको पिठो बनाउँछ होइन? बनाउँछ अब त पिठ पनि बनाउँछ। अब त बनाउँछ दुईटा अचार हाल्नु। म 12 वटा भात नखानु अनि यो भक्का खानु तर्से कि क्या पैसा तिर्नु हुन्छ। अब चाहिँ हामी भक्कासँग खाएर सखर हालेको मात्रै मिठो हुन्छ। हामी भक्का पनि खाएर फर्किसकेको छु। भक्का पनि लगिदिरहेको छु हामी सुन्नाले। यहाँ दुईजनाको डिस्कस हुँदैछ। तिर्नु सक्नुहुन्छ नि लानु मेरो काकाले। अब चाहिँ हामी रुमतर्फ जाँदैछौँ। यहाँ गुम्बाहरूलाई थेरापी हलमा पसाइरहेको थियौँ। अब थेरापी हलबाट निकालेर एक्सर्साइज गराइकन घर जानुपर्ने हुन्छ। आज गाउँ फङ्सन पनि ल्याउनु पर्ने छ आज। अब खाना खानु पनि बोलाउनु भएको छ नि हामीलाई त घरमा थियो। कतिवटा भक्का खानुभयो अरे? 3टा मात्रै मात्र। म त चिनी हालेको पनि खाएको थिएँ। अब चाहिँ हामी रुम जानुपर्छ नि। रुम गएपछि भेट्नुपर्छ है त। रुम पनि यसो अब घर जानुपर्ने हुन्छ। अटोलाई बोलाएको छु हाम्रै गाउँको दाइलाई। छिमेकी दाइ खाना खाँदैनुहुन्छ। अब हामी चाहिँ उतै गएर खाना खानुपर्ने हुन्छ। दाइ के छ? दाइ के छ? अब चाहिँ हामी घर गएपछि भेट्नुपर्छ है त। सुमा चाहिँ यहाँ फुगु घर पनि आइरहेको छ। अब खानासाना खाएर बोजू घर जानुपर्ने हुन्छ। म बोजू घर गएपछि भेट्छु है। अहिले चाहिँ म बोजू घर जाँदा मेरो चिकुलाई पुगिसकेको छु। अब हामी यहाँ डुल्नु जानुपर्ने हुन्छ। कति दिन पछि भेटेको नडुल्ने हुँदैन है। अब चाहिँ हामी यता डुल्न जाँदैछौँ। अब डुल्नु गएपछि के हुन्छ म तपाईँलाई देखाउँछु है। दोकानमा त जानु के गर्नु दोकान गएर कस्तो पापा हामी चाहिँ डुल्दा थाकेर अहिले हामी पिपलको फेदमा छौँ है। कतिको मजा आइरहेको छ, रमाइलो भइरहेको छ। अब अब कति बजी अब 4 बजीतिर जानुपर्ने हुन्छ घर। अनि गरेर 5 बजीतिर त फर्किनुपर्छ खानासाना खाएर। अहिले चाहिँ हामी चिकु र म घुमेर पनि आइसकेको छु। कुकुरको बच्चा लिएर आएको कस्तो खाले खेलाउँदैछ उसले पाल्छ अरे। अब चाहिँ म घर पनि जाँदैछु। अब भर्खर गट्टिया पनि जानुपर्ने हुन्छ नि त। हो त्यो ठिक त। अहिले चाहिँ म घरबाट नुहाएर पनि निस्किसकेको छु। यहाँ पुग्नु घर पनि निस्किसकेँ। अब साथीको जान्छु मेरो चिकुमा। अनि चिकुले मलाई माथि मङ्गलसुरसँग छोडिदिन्छ। अनि त्यहाँ खाना खाएपछि 4-5 जानुपर्ने हुन्छ। अनि अर्को हप्ता शुक्रबार न बिहिबार आइपुग्छ होला घर। अनि त्यसपछि रमाइलो पाइन्छ चिकुसँग।
टिक्किल टिक्किलले आ टिक्किलले आ मामा मिया आ जसो गाइस अब चाहिँ म साथीको घरको तपाईँलाई भेट्छु है त सो अहिले चाहिँ म चिकुको घरबाट पनि हिँडिसकेको छु मलाई पुऱ्याउनु जाँदैछ पुऱ्याउनु भेट्छु घरमा पुग्छ अनि खानासाना खाएर हामी जानुपर्ने हुन्छ 4-5 गएर म तपाईँलाई भेट्छु है त र पनि आइसकेको छु अब चाहिँ म त्यो भ्लग यही इन्डिङ गरौँ होला थ्याङ्क यू सो मच तपाईँहरूले सम्म